नेपाली जनताहरू एकचोटि सबैले कृपया सोचौँ त। कुनै यो बात त्यो बात नभनी कुनै पार्टीको झोला र झन्डालाई बिर्सिएर एकचोटि सच्चा नेपालीको विवेक प्रयोग गरेर सोचौँ त। करिब 30-35 वर्षदेखि नेपाली राष्ट्रिय राजनीतिमा नेपाली राजनीतिज्ञहरू प्रचण्ड, बाबुराम, केपी, शेरे, झलनाथ खनाल र माधव नेपाल लगायतका पूर्व प्रधानमन्त्रीहरूले यो देशका निमित्त एउटा गतिलो काम के गरे? कुनै एउटा गतिलो काम छ त? राष्ट्रियताको निम्ति के गरे भन्नेहरूले त भनिरहेका छन्। यो बोल्ने अभिव्यक्ति पाइस् तैँले यो कमसेकम गणतन्त्र आइसकेपछि भने बोल्नलाई मात्र हुन्छ कि बोल्न सक्ने एउटा युवालाई देशमै राख्नको निम्ति पनि कुनै किसिमको एउटा प्रणाली पनि त हुनु पर्यो त। बोल्न पाएँ भन्दैमा जे पायो त्यही बोलेर मात्र हुन्छ? एउटा मानवले बोल्न पाउनु मात्र उसको अधिकार हो त? शिक्षा, स्वास्थ्य, रोजगारीको ग्यारेन्टी दिनु पर्दैन त? गणतन्त्र, लोकतन्त्र आइसकेपछि सबैभन्दा उत्तम, विश्वको सबैभन्दा उत्तम प्रणाली आइसकेपछि त शिक्षा, स्वास्थ्य, रोजगारीका ग्यारेन्टी त हुन सक्नु पर्यो नि। अनि त्यो नभइसक्दाखेरि नेपाली जनताको विकल्पको रूपमा बालेन शाह, हर्क साम्पाङ, गोपी हमाल जस्ता एउटा राम्रा युवाहरू आइरहँदाखेरि यिनी नेताहरूले यो लोकतन्त्रका एकदमै लोकतन्त्रका कलिला फुलहरू भनेर विश्लेषण गरिरहँदाखेरि यिनी युवाहरूलाई, स्वतन्त्र युवाहरूलाई प्रत्यक्ष रूपमा कार्यकारी प्रधानमन्त्री बन्ने प्रणाली बनाएका छन् त यिनीहरूले। कुनै हालतमा पनि हामीले चाहेर पनि बालेन शाह, गोपी हमाल, हर्क साम्पाङ जस्ता एउटा स्वतन्त्र युवालाई हामीले कार्यकारी प्रधानमन्त्रीको रूपमा पाउनै सक्दैनौँ क्या। अनि त्यसको विकल्पमा के गर्ने त? एउटा मामा नहुनुभन्दा कानो मामा बेस भने जस्तै कुनै बेला नेपालको इतिहास, नेपालको देशलाई एकीकरण गरेर नेपालको राष्ट्रियतालाई उच्च शिखरमा पुगाएका वंश राजशाही खानदानहरूलाई त हामीले कमसेकम तिनीहरूको योगदानको अनुसारले उनीहरूलाई ल्याउँदाखेरि अहिलेका 25 गतेको यो फागुन 25 गतेको माहौलले कतिको त्राही भएर नेताहरू अहिले बिना स्वरमा बोलिरहेछन्। देख्नुभयो नि भ्रष्टाचारी चोर नेताहरू। केही यिनीहरूको गलत नभएको भए त एउटा देश र जनताको लागि स्वच्छ मनले काम गरेको भए यत्रो डराउनु पर्थ्यो? जताततै जाऊ केपी ओली मुर्दाबाद, प्रचण्ड मुर्दाबाद भनिरहँदाखेरि कुनै पनि यिनीहरूले राम्रो काम गरेको भइदिए जनताले यसरी 240 वर्षको इतिहासलाई देशको नासो देशलाई बुझाएर गयो भनेर हाँसी गएका राजालाई फेरि पनि राजा ओ देश बचाऊ भन्ने किसिमका आन्दोलन लागिरहन्थ्यो होला त? आफैले सोच्नु पर्दैन? अनि हामीले युवाहरूले यो विकल्पको रूपमा आउने जति पनि नयाँ स्वतन्त्र युवाहरू, रवि लामिछानेलाई पनि भनौँ न, यी नेताहरू बालेन शाह, हर्क साम्पाङ, गोपी हमाल, रवि लामिछाने जस्ता युवाहरू, एउटा स्वच्छ युवाहरू आउन सक्ने कुनै आधार छ त नेपाली राजनीतिमा, राष्ट्रिय राजनीतिमा? प्रधान कार्यकारी प्रमुख हुनको लागि त यो व्यवस्था प्रणालीमा त यो प्रत्यक्ष सिट ल्याउनु पर्ने होला नि त। 2/3 सरकार बन्नको लागि त ल्याउनु पर्ने होला नि त। त्यो वातावरण नै छैन त नेपालमा अहिले। करिब कसैका 6-7 लाख सक्रिय कार्यकर्ता छन्, कसैका 9-10 लाख सक्रिय कार्यकर्ता छन्। यस्तो अवस्थालाई कसरी चिर्दै आउन सक्छन् त भन्नुहोस् त ल? यिनीहरूले त पैसा, मासु, रक्सीले भोट किन्न सक्छन् र भोट क्याप्चर गर्न सक्छन्। अनि त्यो क्षमता त छैन, कुनै सङ्गठन छैन। अनि एउटा पुरानो मामा नहुनुभन्दा कानो मामा बेस भने जस्तै हामीले राजालाई पनि एउटा विकल्पको रूपमा लिँदाखेरि त विकल्पको रूपमा लिन सक्छौँ नि। किनकि अब कुनै विकल्पै नभएपछि के गर्ने त हामी नेपाली जनता भन्नु त? कुनै विकल्पै छैन के यिनीहरूलाई परास्त गर्नको निम्ति। घुमिफिरी उही प्रचण्ड, उही बाबुराम, उही शेरबहादुर देउबा, उही
माधव नेपाल। अनि हामीले के गर्ने भनेर भन्नुहोस् त आफैलाई। बालेन शाहलाई कार्यकारी प्रधानमन्त्री बनाउनको लागि त त्यो यो देशको प्रणालीमै छैन त। अनि प्रत्यक्ष प्रधानमन्त्री हुनलाई उनले कुनै पार्टी खोले भने पनि दुईतिहाई आउने त सम्भावनै छैन। अनि के गर्ने? त्यसको विकल्प त कमसेकम राजा आइसकेपछि त राजा पनि यसरी आउनु पर्यो कि त्यो नर्थ कोरियाको उत्तर कोरियाको किम जोङ उन जस्तै डिक्टेटरसिप तानाशाह भएर आउनु पर्यो कि 10 वर्ष कब्जा गर्नु पर्यो। एउटा नागरिक आयोग बनाएर, स्वच्छ नागरिक आयोग बनाएर यी जति पनि भ्रष्ट र तस्करहरू छन् नि, राजनीतिको नाममा व्यापार गरिरहेका यी नेताहरूलाई जेल कोचेर मृत्युदण्ड नै दिनुपर्छ। अनि तब मात्र नेपालको राष्ट्रिय राजनीति एउटा संलो भइसकेपछि राजाले डिक्टेटरसिपबाट एउटा राज संस्थाको रूपमा, एउटा तानाशाही नभएर राज संस्थाको रूपमा बस्नुपर्छ। तब मात्र नेपाली जनता र नेपाली देशको भलो हुने होला छ मेरो विचारमा चाहिँ है। नत्र यो नेपाली जनताहरूले दुःख पाउने नै हो। करिब 200-300 वर्षसम्म यी नेपाली राजनीतिमा यो परिवारवाद, यो आफ्नो पार्टीका झोले र व्यक्ति केन्द्रित आफ्नो व्यक्ति स्वार्थमा मात्रै लाग्नेवाला छन्। त्यसैले नेपाली जनताहरू एकचोटि सोचौँ, मनन गरौँ। यी नेताहरूले के पार लगाउनेवाला छैनन् हेर्नुहोस्। जति नै हामीले एमाले, माओवादी, काङ्ग्रेस भनेर जति पछि लागे पनि यो भोट र चुनावको बेला मात्रै हो, हजुरको मतदान अधिकारको बेला मात्रै हो कि तिनीहरूले हामी त गर्छौँ गाउँठाउँमा ठुला आश्वासनको पोका बाँड्ने। अनि राजनीतिमा गइसकेपछि भ्रष्टाचार, तस्करी र 2 नम्बरी काम बाहेक केही गरेका छन् त नेपाली राजनीतिज्ञहरूले? सबै त छैनन्, 1-2 जना छन्। तिनीहरूलाई राष्ट्रिय राजनीतिमा आउनै दिन्नन् त। अनि के गर्ने त? कुनै त्यही भएर नेपाली जनताहरू अब मामै नहुनुभन्दा कानो मामा हुनु बेस छ। राजा ज्ञानेन्द्र शाहले फागुन 7 गतेको प्रजातन्त्रको अवसर पालेर निकालेको विज्ञप्तिपछि नेपाली राजनीतिमा नेपाली राजनीतिज्ञहरू यिनीहरू यदि स्वच्छ मनले राजनीति गरिरहेको भइदिए भए, जनतामाथि राजनीति गरिरहेको भए त डराउँथे र यसरी? कसरी डराइ अहिले कोही इन्डियामा गएर यो गणतन्त्र बचाइदियो भनिरहेका छन्, कोही केही भनिरहेका छन्, पागल तालमा बोलिरहेका छन्। पूर्व प्रधानमन्त्री भइसकेको मान्छेले के बोल्दै हिँडिरहेका छन्, कुनै पुष्टि नभएको आरोपहरू लगाइरहेका छन्। कहिले प्रचण्ड बरबराउँछन् कि हत्याराको दाइ भनिरहेका छन्, कहिले मूर्तिचोर भनिरहेका छन्। यदि मूर्तिचोर हुन् र हत्यारा हुन् भने त हामी नेपाली जनताले पनि त साथ दिन्छौँ। तिमीहरूकै त रजै चलिरहेको छ नेपाली राजनीतिमा करिब 30-35 वर्ष। तिमीहरू गर न, अनुसन्धान गर। ज्ञानेन्द्र वीरविक्रम शाहदेव जुन राजा भए पनि उनलाई पनि कटघरामा उम्बाउन त नेपाली जनताले साथ दिन्छन् यदि आरोपी हुन् भने। अनि तिमीहरू प्रमाण बिना तिमीहरूले यसरी बोल्छौ भने एउटा नेपालको अभिभावक भइसकेको व्यक्तिहरू फेरि पनि तिमीहरूकै पालो आउँछ, अभिभावक हुने भविष्यमा प्रधानमन्त्री हुने व्यक्तिहरूले यसरी भनिरहँदा फेरि अनि जनताले के आश भरोसा लिएर तिमीहरूको पछि दौडिरहनु पर्ने भन त? विकल्पै नभएपछि हामी युवाहरूले, नेपाली जनताहरूले राजा भनेर आइरहेका छन्। यति हो। अझै पनि सुध्रिँदैनौँ भनेपछि के गर्ने त? अझै पनि सुध्रिनु त पर्छ कमसेकम। अब राजा आऊ देश बचाऊ भनेर नेपालमा जनताहरू लागिसक्यो। अब गणतन्त्र बचाउने हो भने राम्रो काम गरौँ, जनता र देशको निमित्त केही काम गरौँ भन्नुपर्छ। भएन भनेर अझ पूर्व विशिष्टहरूलाई देशको सरकारी सेवा र सुरक्षा प्रदान गर्ने आजीवनसम्म भन्ने संसदबाट पारित गर्ने, नियम पारित गर्ने किसिमका तिमीहरू हरकत गरिरहँदा फेरि नेपाली जनताले सहेर बस्नुपर्ने? यो कदापि हुँदैन। नेपाली जनता अब स्वीकार्य छैन। यी तिमीहरूका भ्रष्ट र तस्करीहरूलाई अब ठेगान लगाउनै पर्छ। नेपाली जनताहरू जाग्नुहोस्। कुनै वादी, त्यो वादी, यो दल, यो कुनै पनि होइन। यो राष्ट्रवादीको निम्ति, राष्ट्र र राष्ट्रियताको निम्ति उठ्नुहोस्।
यो राजावादी पनि होइन कि यो गणतन्त्रवादी पनि होइन कि राष्ट्रियतै नरहेपछि हजुर हामीले के वादी भनेर राजनीति गर्ने भन्नुहोस् त। हामी त राजनीतिलाई एकदमै टाढाबाट हेर्ने मान्छे, राजनीतिका कुरै गर्न नचाहने मान्छे। आज यो राजनीतिकै कारणले देशमा शिक्षा, स्वास्थ्य, रोजगारी नभइसक्दाखेरि कुनै न कुनै हिसाबले त हामी नेपाली जनतालाई यही राजनीतिले नै असर गरिरहँदाखेरि पो हामीले बोलिरहनु परेको छ। हाम्रो त कुनै कामै होइन कि यो राजनीतिज्ञहरूलाई बोल्ने, राजनीतिका विषयको काम कुरै होइन। अहिले के गर्ने? नेपालीमा केही छ त एउटा गतिलो चिज, केही एउटा व्यवस्था प्रणाली केही छ त? न्यायपालिका केही छ त? व्यवस्थापिकाको काम गरिरहेको छैन, न्यायपालिकाले न्यायपालिकाको काम गरिरहेको छैन ठिक ढङ्गले, कार्यपालिकाको काम नगरिरहँदाखेरि नेपाली जनताले के गर्ने त? ल आफै भन, प्रचण्ड, केपी शेरे, बाबुराम र झलनाथ खनाल यी पूर्व प्रधानमन्त्रीहरूले नै यसको जवाब दिनु पर्यो कि के गर्ने? ल भन्नुहोस्। ल तपाईँहरू राजा पनि नल्याउने अरे, ल राजा पनि नल्याउने, गणतन्त्र ल्याउने। गणतन्त्रमा हजुरहरूले चाहिँ के गर्नुहुन्छ? अब हजुरको स्पष्ट धारणा के छ त? ल हजुरहरूले यदि राजतन्त्र ल्याउने होइन भनेपछि बालेन शाह, हर्क साम्पाङ, गोपी हमाल जस्ता युवाहरूलाई प्रत्यक्ष रूपमा निर्वाचित भएर कार्यकारी प्रधानमन्त्री हुने प्रणाली ल्याउन सक्नुहुन्छ? सक्नुहुन्छ भने नेपाली जनताहरू त्यसको पक्षमा हुनेछन्। सक्नुहुन्छ भने त्यसको प्रणालीमा जानुहोस्। होइन भने नेपाली जनताहरू जागे, अब जागे हेर्नुहोस्। त्यो फागुन 7 गतेको आह्वानपछि जति पनि नेपाली जनताहरू जागेका छन्, त्यो फागुन 25 गतेको त्यो आन्दोलन सानोतिनो नठान्नुहोस्। शेख हसिनाको जस्तो हजुरहरूको पनि अवस्था हुनेछ। करिब आफ्नै देशमा 30-35 आधी घन्टाको 1 घन्टाको समय माग्दाखेरि 30-35 मिनटमा हजुरले जे गर्नुहुन्छ गर्नुहोस्। त्योभन्दा धेरै समय छैन भनेर त्यहाँको सेनाले भनिसक्दाखेरि कस्तो अवस्थामा भाग्नु परेको त्यो शेख हसिना, त्यस्तै अवस्था हुन्छ तपाईँहरूको। त्यसैले अब सच्चिनुहोस् या सच्चिनु भन्दा पनि अन्तिम हावरमा हुनुहुन्छ, अझै पनि सच्चिनुहुन्न भने त अब त्यसको जवाबदाही त हजुरहरू नै हुनुहुनेछ। यति भन्दै श्री पशुपतिनाथले हामी सबैको कल्याण गरोस्। जय नेपाल, जय राष्ट्रभाव।